लागु पदार्थ दुर्व्यसनी सम्बन्धी 3 महिने अभियान चलाइराख्नु भएको छ, यसको विषयमा थोरै के बोलिदिनु न। र विशेष गरी कैलाली जिल्लामा लागु औषधको यसको प्रयोग र बिक्री वितरणको चाहिँ ग्राफ एकदमै बढ्दो छ र यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकारले नै 3 महिने अभियानको रूपमा चाहिँ हामीले कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। यो प्रत्येक जिल्लाले नै गरिरहेको हो र कैलाली जिल्लाको हकमा चाहिँ हामीले केही समय अगाडि स्थानीय तह, प्रदेश र विभिन्न चाहिँ सङ्घ संस्थाहरूको प्रतिनिधित्व हुने गरिकन चाहिँ फ्लोरा होटलमा एउटा चाहिँ कार्यक्रमको उद्घाटन पनि गऱ्यौँ त्यहाँबाट र विभिन्न निकायहरूको के भूमिका रहने र चाहिँ लागु औषधको विषयलाई कसरी कन्ट्रोल गर्न सकिन्छ कैलाली जिल्लाको हकमा मिलेर हामीले काम अगाडि बढाइरहेका छौँ र अहिले पालिका तहमा, वडा तहमा चाहिँ हामीले यो अभियानलाई निरन्तरता दिइरहेका छौँ र विशेष गरी अहिले क्याम्पसका विद्यार्थीहरू, स्कुलका विद्यार्थीहरू र जनप्रतिनिधिहरूलाई पनि लागु औषध म्यानेजमेन्ट सम्बन्धी जानकारी पनि दिने र उहाँहरूको भूमिका विषय के रहने र हामीलाई उहाँहरूले कसरी सहयोग गर्ने र अब यो समन्वयका पाटाहरूलाई कसरी काम गर्ने विषय एउटा पाटो छ भने अर्को पाटो स्थानीय तहले र प्रदेशले अहिले बजेट निर्माणकै चरणमा उनीहरू भएको हुनाले उहाँहरूलाई पनि यो विषयलाई पहिलो प्राथमिकता चाहिँ राखिदिनुहोस्। तपाईँहरू संरचना निर्माण गर्नुहुन्छ, स्कुल निर्माण गर्नुहुन्छ, कलेज निर्माण गर्नुहुन्छ, सडक निर्माण गर्नुहुन्छ र तपाईँले चाहिँ जनशक्तिमा चाहिँ लगानी गर्नु भएन भने त्यो भोलि प्रयोग गर्ने जनशक्ति बिग्रिने अवस्था भयो। समाज चाहिँ विकराल अवस्था जाने त्यो कुनै त्यतातिर गरेको लगानी काम गर्दैन भन्ने ढङ्गले पनि लागु औषधलाई पहिलो प्रायोरिटीमा राखेर उहाँहरूले आफ्ना तीर्थता कार्यक्रम पनि राख्नुपर्ने हुन्छ, बजेट छुट्याउनुपर्ने हुन्छ र त्यही ढङ्गले चाहिँ युवा शक्तिलाई नै सही ढङ्गले प्रयोग गर्ने हिसाबले आगामी दिन जानुपर्छ भनेर अहिले पालिकाहरूसँग हामी नियमित यो अभियान लिएर चाहिँ अगाडि बढिरहेका छौँ। तपाईँले यसरी अभियान सञ्चालन गर्दाखेरि विद्यालय हाताको क्षेत्र आसपासमा चाहिँ यस्ता सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न पाइँदैन भन्ने हाम्रो कानुन छ, अनुगमन गर्नु कतिको गर्नुभएको छ? अनुगमन हामीले बढाइ पनि रहेका छौँ। त्यस्ता गुनासाहरू जहाँ जहाँ आउँछन् त्यस्ता ठाउँहरूमा चाहिँ हाम्रो सुरक्षा निकाय मार्फत र स्थानीय पालिकासँग सहकार्य त्यसलाई हामीले निगरानी गर्छौँ र नियन्त्रण दिन्छौँ। कतिपयको आलोचना चाहिँ यस्ता कार्यक्रमहरू बजेट सक्ने कार्यक्रमहरू भए 3 महिने कार्यक्रम या 1 हप्ते कार्यक्रम भन्ने अनि ठाउँ ठाउँमा कार्यक्रम गर्ने तर परिणाम चाहिँ त्यसको प्रतिफल खासै सकारात्मक नआउने भन्ने आलोचना भइरहेको छ। यो हाम्रो नेपाल सरकारले यसमा एक रुपैयाँ पनि बजेट छुट्याउँदैन, यो सरकारले बनाउने हो र हामीले स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम गर्छौँ। अहिले भर्खरै पनि तपाईँले भित्र कार्यक्रम गर्नु देख्नु हाम्रो यसमा कस्ट 0 कस्ट छ। हल्स क्याम्पसले उपलब्ध गराएको छ, पानी सायद क्याम्पसले नै उपलब्ध गराएको होला, एउटा ब्यानर चाहिँ हामीले लिएर आउँछौँ। यसमा कुनै कस्ट पनि लाग्दैन। यो अरू चाहिँ सरकारी निकायले जस्तो खर्च गर्ने त्यो ओभर खर्च गर्ने भन्ने नै हुँदैन। हामी 0 कस्टमा पालिकासँग स्थानीय तहसँग समन्वय गरेर त्यस्ता किसिमका गतिविधिहरू हामी गरिरहेका छौँ। तपाईँले सचेतना कार्यक्रम आयोजना गर्दाखेरि आज तपाईँले जुन कार्यक्रम अहिले भर्खरै गर्नुभयो त्यही स्कुलको अगाडिपट्टि 20 मिनट नजिकै एउटा पसल छ, त्यहाँ पसलमा चाहिँ सुर्तीजन्य पदार्थ पाइन्छ कि पाइँदैन भनेर छुट्के कति गर्नुभएको छ छैन होइन, हुन त सबै ठाउँमा तपाईँले सम्भव पनि नभए होला तपाईँको आफ्नो व्यस्तताका कारण। तर अब यी कार्यक्रमहरू गर्दै गर्दा परिणामहरू सकारात्मक आयो भन्दै गर्दा आगामी दिनमा यस्ता कार्यक्रमहरू निगरानी हामीले निरन्तर रूपमा निगरानी पनि गर्छौँ, नियमन पनि गर्छौँ र स्थानीय तहसँग नै समन्वय गरेर फेरि चाहिँ प्रशासन एक्लै हिँडेर पनि सम्भव हुने विषय होइन। हामीसँग सीमित स्रोत साधन हुन्छ, सीमित जनशक्ति हुन्छ, सबै ठाउँमा हामी सबै समय एभाइलेबल पनि हुँदैनौँ। त्यो भएको हुनाले चाहिँ स्थानीय तहसँग समन्वय गरेर हाम्रा स्थानीय तहमा पालिका पनि छ, इलाका प्रहरी कार्यालय यहीँ छ, इलाका शासन कार्यालय यहीँ छ, यहाँहरूलाई चाहिँ हामी निर्देशन दिन्छौँ र त्यो ढङ्गले नियमित रूपमा अनुगमन गर्नको लागि पनि उहाँले भन्छौँ र तपाईँहरूले पनि समयमै त्यो ढङ्गको सूचना उपलब्ध गराइदिएर यो सभ्य समाज सुसंस्कृत समाज निर्माणमा पनि यहाँले ठुलो भूमिका रहन्छ। यो विषयमा धन्यवाद।